सबैलाई नमस्ते। म चाहिँ राष्ट्रिय विद्यार्थी मञ्च जिल्ला अध्यक्ष। यहाँ चाहिँ हाम्रो पार्टीबाट उम्मेदवार हुनुहुन्छ राष्ट्रिय विद्यार्थी मञ्चका नेपाल आदर्श बहुमुखी क्याम्पसका सभापति उम्मेदवार। हामी चाहिँ अहिले मत प्रभावित भएको क्षेत्रमा चाहिँ हाम्रो अहिले विजयनगर गाउँपालिका जनप्रतिनिधिहरूले यसरी खुल्ला खाना खिलाइदिए। उहाँ चाहिँ हाम्रो वडाध्यक्ष दिनेश चौधरी, उहाँ चाहिँ गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा। यहाँहरू चाहिँ कार्यालय समय छोडेर आफ्नो जनताको दैनिक प्रशासनिक काम छोडेर अहिले चाहिँ यहाँ विद्यार्थीहरूलाई मत प्रभावित पार्न यहाँहरूले चाहिँ आफ्नो यहाँ चर्तीकला गरिराख्नु भएको छ। यो चाहिँ स्थानीय सरकार सञ्चालन 2074 अनि राइट टु भोट पनि हुन्छ नि त विद्यार्थीहरूको। अहिले चाहिँ उहाँ आफैले क्यामेरा खोलेर मेरो भिडियो गरिराख्नु भएको छ। यहाँ तपाईँहरू कार्यालय समयमा हो त, कार्यालय समय हुन्छ नि, काम भइरहेछ। तपाईँ उहाँ बस्नु, यहाँ विद्यार्थीलाई तपाईँले खिलाउने नास्ता तपाईँले खिलाउने हो, आफ्नै खाइरहेछन् कि तपाईँ यहाँ बस्नै पर्दैन? तपाईँ बस होटेल हो, नास्ता खाना आउनु पाइन्छ, तर कार्यालय समय भनेको तपाईँको दैनिक कार्यालय समय जाने हो। धेरै बोल्ने होइन, हामीलाई पनि थाहा छ। यसरी गाउँपालिका उहाँ चाहिँ धाक धम्की दिन खोजिराख्नु भएको छ। यस्तै धाक धम्की दिन पाइन्छ? विद्यार्थी भाइ बहिनीहरू यही छ नि, गाउँको नै क्याम्पसको क्याम्पस पढाइ हुँदा भाइ क्याम्पस पढाइ हुँदा एकचोटि पनि मुख नदेखाउने, अहिले आएर चाहिँ यहाँहरू चाहिँ विद्यार्थीलाई मत प्रभावित पार्न गाउँपालिकाबाट केही नगर्ने, क्याम्पस सहयोग गर्यो नगर्यो पुरै छैन। उहाँहरू गाउँपालिका छोडेर यसरी आउन मिल्छ? स्थानीय सरकार सञ्चालन 2074 को कुन धारा र दफाले भनिरहेको छ? यसरी भाइ बहिनीहरू यो तपाईँ नास्ता आफै खाना आउनु हो कि उहाँहरूले खिलाएको? यसरी भागिराख्नु भएको छ। नास्ता आफ्नो पैसाले खाना आएको कि उहाँहरूले खिलाएको? नसोध्नुहोस्, यसको मतलब उहाँहरूबाटै हो। बहिनी नास्ता आफै खाएको कि उहाँहरूले खिलाएको? उहाँहरूले खिलाएको, त्यही भएर उहाँले टाउको गरिराख्नु भएको छ। यहाँ भएका विद्यार्थी भाइ बहिनीहरूको अहिले हेर्ने हो भने उहाँहरूले तिरेको बिल पनि हुन्छ नि, बाकायदा बिल हुनुपर्छ। मास्क नलगाउनु न बहिनी। नास्ता आफै खाएको कि उहाँहरूले खिलाएको? खाएको छैन, खानाको उहाँहरूले बोलाएको हो। मेरो छोरी हो त के हो, भोट दिलाउन पाइन्न आफ्नो छोरीले ल्याएर? मेरो छोरी हो, आफ्नो छोरी ल्याउन पाउने कि नपाउने? पाउने, तर कार्यालय समय तपाईँ कार्यालय जानु पर्ने, कार्यालय जानु पर्ने। बालुगाउँ हिँडेको हुन्छ। म शोभाराम सरलाई म सोधौँ ल, तपाईँको छोरी प्रमाण देखाउनु। मैले पनि चिन्नु त्यो बहिनी, प्रमाण देखाउनु। तपाईँको छोरी बुटल पढ्नुहुन्छ, मैले बाकायदा छोराछोरी सबै भर्खर छोरी भन्दै हुनुहुन्छ, अहिले बहिनी हो ल। भर्खर छोरी भन्दै हुनुहुन्छ, अहिले चाहिँ बहिनी। बहिनीको नाम के हो? बहिनीको नाम के हो? न भिडियो बनाएको होइन। यहाँ गाउँपालिका दाइको भर्खर मेरो छोरी भन्ने, अहिले बहिनी भन्ने, उहाँ आफै कन्फ्युजनमा हुनुहुन्छ। गाउँपालिका काम छोडेर यसरी आइराख्नु छ उहाँहरू। यहाँ मत प्रभावित पार्न वहाँ अपना दूसरे बैठक लेके आ रहे हैं। नानी तिमी उसमें आर के ठाउँमा आएको, बहिनी नाश्ता के किया इसी? हमने नाश्ता खाया है ना खाया, हम अपने पैसे खावे, हमें क्यों नेता लोग के कोनो ना पड़ा। यसरी विद्यार्थी भाइ बहिनीहरू आएको छन्। मेरो बहिनीहरुले मलाई नास्ता नखिलाउनु पाउने? तपाईँ आफ्नो बहिनीलाई खिलाउन सक्नुहुन्छ? सबै विद्यार्थी भाइ बहिनीहरुको फ्रेन्ड्सहरु नखिलाउनु पाउने? ल भन्नु न तपाईले। तपाईँ सोभि सभापति भइसकेको मान्छे। हजुर हजुर, मेरो बहिनी छ, मेरो बहिनी छ। तपाईको आफ्नै बहिनी हो, खै प्रमाण देखाउनुस्। के प्रमाण? तपाईले है छ, तपाईले प्रमाण कसले दाइ भन्नुभयो? त्यो प्रमाण हो तपाईको? यसरी हेर्नु, धाक धम्की दिएर भागिरहेको अवस्था छ। यसरी गाउँपालिकामा बस्न पाइन्छ? बहिनी अहिलेसम्म तिमीलाई छोड्न कति पटक आउनु भएको छ? उहाँ तिमीलाई कति पटक छोड्न आउनु होला? जरुरी म सोधिरहेको छु। जब काम लगा है तब तक हमारा अंकल आया। वहाँ करो ना, उधर करो ना। जरूरी नहीं कि नेता बाहर के नेता है। कब है? जरूरी नहीं है। आज हमारे समस्या पर तो हमारा अंकल आज चुनाव के दिन समस्या पर गए।
चुनाव के दिन समस्या पर चुनाव के दिन समस्या पर स्कूल के पास है बहनी, स्कूल के पास में क्या हो चाहिए, स्कूल के पास है बहनी, स्कूल के पास में बैठे का हो चाहिए, स्कूल के बस है, स्कूल के बस व्यवस्थापन करे है, हर एक चीज है स्कूल के बस में हो चाहिए। रूटिंग आवा है कि स्कूल बस नहीं है की करे साथ आई अंकल से आप पैसा देते काहे नहीं चाहिए, ओका आप पूछिए को दफा स्कूल में पैसा नहीं देते बस के दिया जाता। हाँ तो काहे नहीं आई, चुनाव में आवा है कि अकेले बोली तो और संति की बोल दी, भूख तुम्हें लगी तो खाबो तू ना, हम थोड़ी हमें क्या हुई। आज सबके खाली दादे लेके आए, अंकल लेके आए हैं बस में, मतलब गाड़ी से बने नहीं आज तक अभी तक गांव पालिका वाले नहीं दिखाते रहे, आज दिखाते हैं आके लड़के से पूछो ना हमरे अभी तक गांव पालिका से क्यों नहीं दिखात रहा कैंपस के लेके, लेकिन आज चुनाव हुए के बावजूद आज यहाँ चुनाव को प्रभावित करे के लिए ऐसे आज तक अपने लड़की खाली तोहर पापा लेके तोहर चाचा लेके ना जाते नहीं कब नहीं हमारे पापा लेके हां तो नहीं मानत हो ना, तोहर संबंध घर में छोट लेके ना जाते। हां ऐसे आप कितना संबंध भाई कि ना अंकल संगा छैना राम लगे ना राइट टू लिबर्टी, राइट टू एक्सप्लॉइटेशन कम टू हियर, ज्यादा ना बोलो इंग्लिश ज्यादा ना बोलो। तोरे गांव पालिका में बनाए हो तो आज हम विजयनगर गांव पालिका में रही, समझो विजयनगर गांव पालिका का व्यवस्था बिगाड़े हो तो बात करो तो बहस का तो ज्यादा बहस ना करो आप